गुड मर्निङ। म आज तपाईलाई एउटा प्रश्न सोध्छु, त्यो प्रश्नको सही आन्सर दिनु होला है त। लेट्स गो। सरोज, म आज हजुरलाई एउटा प्रश्न सोध्छु हैन, प्रश्नको सही उत्तर दिनु होला। ओके। उभिएर निदाउने जनावरको नाम के हो? थाहा भयो भने भन्नु होला, थाहा भएन भने पास भन्नु होला। थाहा भएन। ओके, अर्को एउटा प्रश्न। खुट्टामा जिब्रो हुने जीवको नाम के हो? थाहा छैन। उसको खुट्टामा जिब्रो हुन्छ, त्यो उड्छ पनि। थाहा भएन, पास। ओके ल, तपाईहरुले जवाबको सही उत्तर दिनु होला तल कमेन्ट बक्समा है त। जसले यसको प्रश्नको सही जवाब दिन्छ उसलाई म फलो ब्याक दिनेछु। हवस् त, धन्यवाद।